गाइज हामी चाहिँ यता रोडमा युनिसाले अस्ति गाइज यस्तो राम्रो पिस गरेर यस्तो राम्रो बनाएको छ हैन हौ मिस बहिनी लुक हियर गाइज हामी चाहिँ छाता ओर्दै गइरहेछौँ हैन अनि यहाँ बहिनी पनि स्न्याप बनाउँदै हुनुहुन्छ ए भ्लग बनाउँदै हुनुहुन्छ है यहाँ अर्को गाइज This is my new vlog. या अर्को दिदी गर्मीले यस्तो घाम लागेको छ नि के भन्नु हेर्न सक्नुहुन्छ घाम यस्तो लागेको छ हाम्रो वेदर हेर्न सक्नुहुन्छ खतरा देखाएको छ एकदम बब्बा जोस बाटो पिच गरेको भनौँ यहाँ त हिलोले पानीले गर्दा आमा हेर्न सक्नुहुन्छ यहाँ यस्तो बाढी गइरहेछ यहाँ यस्तो पहिरो गएको छ नि त आमा हाइट हाइट कस्तो राम्रो देख्यो भने हेर न यहाँ झोला बोकेर हामी खोलामा जान लागेको होइन टक्क लगाएर पानी सानी लुगा सुगा सबै बोकेर दिदी र बहिनी चाहिँ हुनुहुन्छ ऊ कस्तो खतरा देखेको भने गाइज हामीले चाहिँ होइन युनिसा र युनिसाको भाइ विवेक ए युनिकलाई हामीले भेटिसक्यौँ होइन म तपाईँलाई देखाउँछु चौतारामा बसिरहनु भएको छ ऊ त्यहाँ हो हामी 6 जना भएर खोलामा जान लागेको टक्क लाएर नहुने चिसो पानीमा यस्तो गर्मीमा ओहो चौचने कार्टुनै बोकेर आएछ हामीले अनि होइन खोलामा त चटपटे बनाएर खाने मोही पनि ल्याएको छौँ चौतारा यस्तो राम्रो खोला छ हो त्यहाँनिर हेर्न सक्नुहुन्छ है खेतहरू ओहो कति राम्रो देखेको हामी चाहिँ होइन चौतारामा बस्दै अहिले 12 बज्न लाग्यो अनि भुताउँछ अरे भुताउँछ लाग्छ भनेर एकछिन बसेर 12 बजेर 20 मिनट गएपछि मात्र हिँड्छौँ त्यही भएर यसरी हामी यहाँ तल खोला छ यसरी हामी म फोटो खिचिँदा भनेर छ नवीन र युनिसाको भाइ अनि हामी यस्तो ठाउँमा छु पौडी खेल्न जाने भनेको केटा मान्छेहरू आएको गरेर हामी जाने पाएको छैन हामी चौतारामा बसेपछि हो गाइज म चाहिँ फोटो खिचिँदा भनेर चाहिँ बोलाएर बसिरहेको छु है हाँसेर लाग्छ यहाँ पछाडि हो पौडी खेल्न जान्छु गाइज हामी चाहिँ अब फेरि यो ठाउँबाट बसेसन लगाएको होइन गाइज बसेसन लगाएको यता यता अर्को यता मोबाइल चाहिँ झर्ला गाइज अनि यहाँ सेलमा यसो सम्पर्क गर्नु होला 200 जस्तो अलिक भएन अलिकति बढ्यो है एउटा मोबाइल 3 लाखमा ल गाइज
अनि हामी यो ठाउँबाट हिँड्यो ल है रेडी 3 2 1 गो गो उल्ट्यान रनी गर भने यो के हो हामीले चाहिँ पौडी खेल्यो नि यस्तो राम्रो पानीमा होइन अनि हामी यहाँ खाजा खान लागेको यहाँ चटपटी बनाउनु लागेको होइन सक्नुहुन्छ यहाँ है अनि पौडी खेलेर खाजा खान लाग्यो यस्तो ठुलो खोला छ है खतरा छ नि खोला त उहाँ नवीन विस्टर एन्ड युनिक त्यहाँ हुनुहुन्छ म त पुरै भिजिसकेपछि हेर्न सक्नुहुन्छ है खेलेर यहाँ च्यातिएछ हो कि च्यातिएको थियो पहिलेदेखि गाइस हेर्न सक्नुहुन्छ मेरो सुरुवालमा पुतली बसिरहेको छ पौडी खेल्न आएको पुतली फेरि बस्छ है कता गयो भागे जस्तो छ आयो ल
गरी अब घर जान लागेको ओ युनिसाजी हेलो हेलो हातमा यो के भन्छ के भा बालुवा बसेछ कि हो र हेलो बहिनी दिदी मोबाइलमा बिजी हुनुहुन्छ है बाई बाई खोला भनेर हेर्नु न यो हात हेर्नु न तर अर्को अब चाहिँ हामी निस्किन्छौँ पानी पनि पर्ला पर्ला जस्तो भइसक्यो छिटाइ पनि सक्यो हेलो गाइस बाई बाई गाइस बाई बाई अब सबै हामी चाहिँ निस्किन लागेको लुगा सुगा लगायो अरे हामी चाहिँ यहाँ पटुकाना हालेर बसिरहेछौँ गाई यहाँ रातो छाला यो निमारी अब चाहिँ हामी निस्किन लागेको बाई 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 हामी चाहिँ घर जान लागेको नभिउ त्यहाँ पुगिसक्नु भएको छ